हेलो नमस्ते, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौँ हाम्रो क्लाइन्टको बारेमा जसले चाहिँ भर्खरै 90 डेज च्यालेन्ज कम्प्लिट गर्नु भएको छ सक्सेसफुल्ली। उहाँ चाहिँ हुनुहुन्छ सुरज केसी। उहाँ चाहिँ अस्ट्रेलियामा आफ्नो फर्दर स्टडी कम्प्लिट गर्दै हुनुहुन्छ, साथै पार्ट टाइम जब पनि गर्नुहुन्छ। त्यो सँगसँगै उहाँले चाहिँ आफ्नो हेल्थ र फिटनेसलाई लिएर यो 90 डेज च्यालेन्ज लिनु भएको छ। उहाँले यो प्रोग्राम जोइन गर्नु अगाडि चाहिँ उहाँको गोल भनेको चाहिँ एउटा फ्याट लस गरेर एउटा डिसेन्ट फिजिक र एउटा लिन फिजिक चाहिँ गेन गर्नु थियो र उहाँले जोइन गर्दाखेरि उहाँको वेट अराउन्ड 74 केजी थियो र यो 90 डेज च्यालेन्ज पछि उहाँको वेट अराउन्ड 62 केजी भएको छ। अलमोस्ट 12 केजी लस गर्नु भएको छ। सो बाँकीको कुरा चाहिँ हामी उहाँसँगै हाम्रो कुरामा गर्नेछौँ। साथै त्यो च्यालेन्ज कम्प्लिट गरेर उहाँले एउटा नेचुरल बडी बिल्डिङ कम्पिटिसन पनि खेल्नु भएको थियो अस्ट्रेलियामा र टप 5 क्र्याक गर्न सफल हुनु भएको थियो। एक्सपिरियन्स उहाँको च्यालेन्जेसहरू चाहिँ उहाँसँगै कुरा गर्नेछौँ के कस्तो भयो भनेर। सो हामी उहाँसँग कुरा गरौँ है त। ल तिम्रो बारेमा भनिदेऊ न त, तिम्रो बारेमा के गरिरहेछौ अहिले कहाँ छौ अनि के गरिरहेछौ तिम्रो हुन्छ नि एउटा नर्मल लाइफमा हैन, त्यो बारेमा भनिदेऊ न त। म चाहिँ त्यही अब मेरो नाम चाहिँ सुरज केसी अनि म चाहिँ अहिले अस्ट्रेलियामा छु अनि पढि पनि रहेको छु, काम पनि गरिरहेको छु, त्यही हो। अनि साइड बाई साइड अब ट्रेनिङ पनि गरिरहेको छु। ठिक छ, त्यसो भए म तिमीलाई क्वेसनहरू लिन्छु, त्योहरू भन अन्त है त। उम्, त्यही त, तिम्रो जुन अब हामीले हामीले लगभग 6 मन्थ जस्तो नै प्रोग्रामहरू तिमीले फलो गर्यौ। त्यसमध्ये उम्, तिम्रो जुन त्यो हुन्छ नि बिचमा तिमीले एउटा के चाहिँ एम राखेर चाहिँ तिमीले सुरु गरेको थियौ अनि बिचमा अनि के भयो त्यो एउटा तिम्रो जुन जोर्नी थियो नि हाम्रो यो 6 मन्थको जोर्नीमा तिमीले हजुर कम्पिट पनि गर्यौ, कम्पिट गरेर पनि तिमी टप 6 सम्म आएको थियौ हैन? टप 5। टप 5 सम्म आएको थियौ नि त। त्यसको एउटा जोर्नी भनिदेऊ न। मैले चाहिँ त्यही फर्स्टमा स्टार्ट चाहिँ मैले तपाईँसँग 2023 को मेबी सेप्टेम्बरतिर गरे हो। फर्स्टमा त्यो बेला चाहिँ बल्क गऱ्यौँ 69 समथिङ, लाइक विथ अ बिट मोर फ्याट नै 69 थिएँ। त्यसपछि लिन गरेर गर्दा हामीले अलमोस्ट 5-6 मन्थ गरेको अरे त्यो बेला, होइन 4 मन्थ गरेको अरे। अनि त्यो बेला हामी 75 मा पुग्यौँ। त्यसपछि मैले सर्ट ब्रेक लिएँ किनभने म नेपाल आएँ अनि यताउता बिजी पनि भयो, फेरि मेरो युनि सुरु भयो। अनि त्यसपछि फेरि म यहाँ ब्याक आएपछि चाहिँ अनि मैले कम्पिट गर्नलाई तपाईँलाई अनि फेरि उ गरेँ मैले। अनि त्यो बेला चाहिँ अनि हामीले अलमोस्ट 6 मन्थ नै गऱ्यौँ जस्तो लाग्यो मलाई। अप्रिल भन्दा अगाडि ठ्याक्क मिड मे मार्चको इन्डतिर सुरु गरे हो क्या अरे। अनि हामीले चाहिँ त्यही स्लो बल्क लाइक स्लो कटिङ गरेको थियौँ किनभने मलाई बल्क गरेर कट गर्नलाई चाहिँ अलिकति डर लागेको थियो किनभने फर्स्ट कम्पिटिसन पनि छ। त्यो भएर चाहिँ फेरि म खानाको अलिकति गाह्रो होला कि भन्ने भएर चाहिँ मैले फर्स्टदेखि नै स्लो कट गर्दै गएँ नि त हामीले। त्यो भएको थियो, तर स्लो कट गरेर लङ रन भएको भए चाहिँ मलाई एकदम गाह्रो भएको थियो फर्स्टमा चाहिँ। त्यसपछि त्यही माथि फेरि म नेपाल आएँ बिचमा अनि अलरेडी 3 मन्थ यस्तो भइसकेको थियो। त्यसपछि त्यो मलाई खानेकुराले चाहिँ गाह्रो भएको थियो। नेपाल आउँदा पनि म क्लिन नै बसेँ, एक दिन पनि चिट गरेन। अनि त्यो बेला चाहिँ अलिकति गाह्रो भएको थियो, तर पछि चाहिँ लाइफस्टाइल जस्तै भयो किनभने मैले एकदम लङ टर्म गरेँ नि त। अब अहिले पनि मैले क्विक ब्याक गएर अब डाइट गर्छु भन्यो नि बोइल्ड नै खाएर यस्तो गरे होइन नि त हामीले। त्यो भएको भएर चाहिँ कस्टमाइज डाइट थियो मेन चाहिँ। अनि प्लस त्यो खानाहरू पनि त्यस्तो अब एकदम नुन बार्ने अनि त्यो थिएन नि त। त्यो भएको भएर जस्ट पोर्सन कन्ट्रोल थियो, तपाईँको प्रोपर ब्यालेन्स डाइट भएको भएर चाहिँ गाह्रो भएन पछि त मलाई। तर क्रेभिङ पनि पछि चाहिँ कस्तो खालको क्रेभिङ हुन थाल्यो भने मसलावाला खाना भन्दा पनि मलाई स्विट पट्याटो त्यो क्रेभिङ बढ्न थाल्यो क्या। त्यो के भएको थाहा छैन, मेबी अब त्यही नै फुड। तर एकचोटि त झन् राति मलाई यस्तोसम्म भएको थियो, डेजाबु जस्तै भयो थियो बिउजे होइन। अनि बिउजेपछि ल म त उठेर तल गएर त्यो हाम्रो यहाँ पिज्जा ट्विस्ट भन्ने पाउँछ, लास्ट मन पर्थ्यो मलाई। अनि त्यो खाएको फिल भएको थियो क्या मलाई, त्यस्तो भिभिडली पनि मलाई त्यो एकचोटि चाहिँ त्यस्तोसम्म गाह्रो चाहिँ भएको थियो। तर पछि चाहिँ ओभरकम भयो किनभने आगोलाई छोयो भने पोल्छ भन्ने थाहा हुँदा हुँदै। सो आई डिडन्ट डु द्याट भन्न खोजेको। त्यो बेला चाहिँ अलिकति भएको थियो। त्यसपछि त यु प्रिटी गुड नै। अनि कम्पिटिसनभन्दा अगाडि पनि सबै कुरा त्यही तपाईँले भनेकै अनुसार फलो गरेरै गरे हो। अनि फर्स्ट कम्पिट गर्दाखेरि लाइक फर्स्ट टाइम गर्दाखेरि पनि अब यहाँ भनौँ न एनएसडब्ल्यूमा भनेको चाहिँ अब ठुलै छ नि त स्टेट, त्यसमा पनि टप 5 मा आउनु भनेर 2टा गरे मैले, मेन्स फिजिक र क्लासिक फिजिक गरे, 2टामा टप 5 आएको। इट्स बेस्ट, लाइक भेरी गुड जस्तो लाग्छ मलाई किनभने कम्पिटिटरहरू अलि उनै थियो क्या हेर्दाखेरि पनि। अनि त्यो त्यही माथि म नेपाल आउँदा पोजिङले पनि एकदम फरक पारेको थियो किनभने मलाई पोजिङ त्यस्तो आउँदैन थियो। तर तपाईँले मलाई त्यो म नेपाल आउँदा गरेँ नि त हाम्रो सँगै गर्दा, त्यसले पनि जिउ सानो यस्तो भन्दा पनि तपाईँको कन्डिसन वाइज राम्रै थियो अनि पोजिङले पनि एकदम गरेको थियो क्या, इम्प्याक्ट गराएको। त्यो भएको भएर चाहिँ जस टप 5 भित्र पर्नु भने पनि मैले एक्सपेक्ट चाहिँ गरेको थिएन। तर आई ट्राइड माई बेस्ट नै हो भन्न चाहिँ। तर फर्स्ट कम्पिटिसन भएको
भएको भएर चाहिँ अलिकति नर्भसै भइरहेको थिएँ, तर पनि इट वेन्ट लाइक गुड क्या त्यो त्यो धेरै अब भएको चाहिँ। मैले फर्स्ट कम्पिटिसन खेल्दाखेरि म टप 15 मा त परेन नेपालमा। अब नेपालको हेरिकन त त्यहाँ त कम्पिटिसन त धेरै टफ छ नि त यहाँ हेरिकन। तर राम्रो भयो त्यो 6 मन्थ, लङ टर्म भयो तर वर्थ इट भयो भनौँ न। कति कुराहरू फिटनेसमा मात्रै डिसिप्लिन भन्दा पनि अरू कुरामा पनि मलाई डिसिप्लिन हुन्छ सिकायो क्या। लाइक मोटिभेसन पनि आउँदैन थियो, हुन्छ नि, लाइक उठेरै काम गरेर हुन्थेँ यता पनि। नर्मली तपाईँको हुन्छ नि अब 15,000 18,000 स्टेप हुन्थ्यो मेरो काममा मात्रै पनि, तर पनि आएर अनि फेरि जिम गरेर अनि घर आएर अनि फेरि भोलिपल्टको लागि फेरि खाना सबै प्रिपेयर गरेर अनि त्यसरी गर्थेँ। तर भेरी गुड भन्न खोजेँ क्या। लाइक अरू कुरामा पनि यसले मलाई एकदम हेल्प गरे गर्न चाहिँ, मेन्टली चाहिँ एकदम स्ट्रङ बनाएको थियो। त्यही त। अनि तिम्रो यो जर्नीमा भनौँ न मेन त भने माइन्ड सेटै त हो नि होइन। अब एउटा टाइम चाहिँ त होइन गिभ अप गर्न नि मन लाग्छ नि त होइन, गरिरहेको छु भन्ने नि त्यो फिल हुन्छ, यत्रो डाइट गरेर भन्ने नि हुन्छ नि त। सो तिम्रो त्यो बेला चाहिँ कस्तो माइन्ड सेट थियो तिमीलाई जो ड्युरिङ त्यो हुन्छ नि प्रेपमा, अझ अन्तिममा जानु थालेपछि झन् गाह्रो हुँदै जान्छ नि त। अन्तिममा चाहिँ त्यही त्यो सबैभन्दा लास्टको त्यो पिक विक जस्तो थियो नि हाम्रो, त्यो बेला चाहिँ गाह्रो भएको थियो। त्यो बेला चाहिँ मलाई त्यो फ्ल्याट हुँदाखेरि क्या, किनभने कार्ब कम हुँदै गयो त्यो बेला, अनि एनर्जी नै नआएको के। अब युजली अब 30-40 त्यो उसको गरिरहेछ भने पनि 15-18 किलो गर्दाखेरि पनि कस्तो गाह्रो भएको थियो क्या। अब चाहिँ के भयो त्यो ब्याक अफ द माइन्ड चाहिँ थाहा छ मलाई, यो जस्ट कार्बले गरेर अलिकति एनर्जी कम भएर भएको भने। तर त्यो एउटा चाहिँ के गर्दा नि त्यो दिमाग एकदम बाठो हुन्छ क्या। त्यो हुन्छ नि यसले चाहिँ अनि नेगेटिभ मात्रै गराउनु खोज्दाखेरि चाहिँ ल अब सक्दैनस् तैँले यस्तो। त्यो बेला चाहिँ पिक विकमा चाहिँ मलाई गाह्रो भएको थियो। पछि चाहिँ न त अगाडि चाहिँ अझ टाइम छ, सक्छु, टाइम छ, अझ लङ छ, आई निड टु गो भन्ने हुन्थ्यो। तर पिक विक आउँदै 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 गइसकेपछि त्यो बेला चाहिँ मलाई नजिक हुँदा चाहिँ अलिकति गाह्रो भएर, त्यही भएर मैले तपाईँलाई मेसेज गरेको थिएँ नि त। पछि चाहिँ त्यो झन् अगाडि भन्दा पनि पछाडि गाह्रो हुन्थ्यो क्या मलाई। अनि त्यो मेन्टली पनि अब मजाले रेपुटेसन हान्न सक्छु भन्दाखेरि पनि माइन्डले नदिने क्या। त्यो नगर पुस भने जस्तो हुने क्या। त्यो ब्याक अफ द माइन्ड चाहिँ एकदम हिट त्यो तान्न खोज्ने चाहिँ रहेछ क्या न्युट्रिसनले गरेर। अनि त्यो पनि भयो, प्लस अनि स्लिप र उसमा चाहिँ अलिकति त्यसले ह्याम्पर गरे भएर नि हो कि जस्तो लाग्यो, किनभने मेरो काम पनि हेभी भइरहेको थियो अनि त्यही माथि पढ्नु पनि परिरहेको थियो अनि साइड बाई साइड यो पनि लगिरहेको थिएँ अनि स्लिप पनि प्रोपर भएको थिएन क्या। मेबी त्यसले गरेर पनि अलिकति इफेक्ट गरे हो कि भन्ने जस्तो लागेको थियो मलाई। तर त्यो बेला चाहिँ अलिकति उ भएको थियो म। हामी लगभग अलमोस्ट तिमीले 75 केजीबाट अलमोस्ट हामी कम्पिटिसनको स्टेजको वेटमा 62 त्यस्तै पुगिसकेको थियो होइन। 62 पुरै लिन 60 पाउने 60 अलमोस्ट 62 नै थियौँ ठ्याक्कै। त्यही नै टार्गेट गरेको थियौँ, ठ्याक्कै त्यही नै भयो। हामी अलरेडी कन्डिसनमा त अगाडि नै पुगिसकेको थियो नि त। त्यो त अलमोस्ट 13 केजी जस्तो लस गर्यो भनेपछि त्यही त। त्यो हामीले तिमीले भन्यो नि जुन हाम्रो यो माइन्डले दिने भन्ने छ नि, त्यो त एउटा सबले भोग्दैन नि त। त्यो सबले गर्ने त्यहाँसम्म त कति मान्छे पुगे नै हुँदैन नि त। त्यो त मैले जति क्लाइन्टहरू गराउँदाखेरि त्योसम्म पुग्ने पनि कमै हुन्छ कि। मान्छेले अब 5-7 केजी 8 केजी 10 केजी घट्दाखेरि त खासै होइन नि त। तर जब तिमीले एकदम लो कार्बमा हुन्छौ, पानी पनि एउटा टाइममा त हामी पानी साइकल गरेर हुन्थ्यो, धेरै खाएर कम गर्ने पनि भइरहेको थियो नि त। त्यस्तो स्ट्रिक्ट नभए नि, तर एउटा जुन जब बडी बिल्डिङ गर्ने हुन्छ एउटा प्रोटोकल हुन्छ, त्यो फेज डिफिकल्टी फेज नै हो कि। त्यही माथि फर्स्ट टाइम गर्न चाहिँ गाह्रो हुन्छ कि। अब तिमीले अर्को टाइम गर्दाखेरि तिमीलाई खासै प्रब्लम चाहिँ हुँदैन होइन फर्स्ट टाइम, तर त्यो सबले भोग्दैन नि त। त्यही पनि तिम्रो यस्तो अस्ट्रेलिया अब नेपालभन्दा बाहिर त हुन्छ नि यस्तो बिजी सेड्युल हुन्छ, एभ्री आवर्सको भ्याल्यु हुन्छ नि त। त्यो चाहिँ बेला चाहिँ तिमीले कसरी म्यानेज गर्यौ कि? अब तिमीले भन्यो नि भर्खर म्यानेज गर्ने गाह्रो भइरहेको थियो भने त्यही पनि स्टिल तिमीले कम्पिट गर्यौ, टप 5 मा आयो होइन। त्यो त अब म आफै भएको भने मलाई गर्न गाह्रो हुन्थ्यो होला कि। मेरो त अब यता नेपालमा बसेर हुन्छ नि फ्यामिलीसँग बसेर त अलिक सजिलो भएको थियो। अब तिमी त झन् एक्लै बसेर उता एजुकेसन आफ्नो कम्पिटिसन भनेपछि त कसरी ब्यालेन्स गर्यो? यस्तो थियो मेरो चाहिँ काम बिहान 7 देखि सुरु हुन्थ्यो, 7 देखि 3 बजीसम्म हुन्थ्यो। अनि फेरि म चाहिँ रिसेन्टली त्यो बेला ठ्याक्क सरेको थिएँ क्या, मुभ भएको थिएँ। अनि मेरो ठाउँबाट चाहिँ मेरो काम जानलाई 2 घन्टा ठ्याक्क 2 घन्टा जति ट्राभलमा लाग्थ्यो क्या मलाई होइन। अनि 5 बजे त म घरबाट निस्किसक्नु पर्थ्यो। बिहान 5 बजे निस्किनको लागि म 4:15 4:20 उठिसक्नु पर्थ्यो क्या। अनि त्यतिखेर उठेर जस्ट मैले अलरेडी खाना चाहिँ बनाइसकेको हुन्थेँ एक दिन अगाडि नै, त्यही भएर अनि फ्रिजमा राख्थेँ। अनि जस्ट ओट्सको त्यो जुन हामीले बिहान ओट्स खाने त्यो कुरा मात्रै म बिहान खाएर अनि जान्थेँ क्या। अनि त्यो प्रिपेयर गरेर गयो। अनि त्यसपछि कामहरू गऱ्यो, काममा पनि बिचमा अब 15 मिनटको हाम्रो स्मल ब्रेक हुन्थ्यो। अनि त्यो बेला सेकेन्ड मिल खायो। अनि त्यसो अर्को थर्ड चाहिँ तपाईँको 1:30 बजे 1 बजे आधी घन्टाको ब्रेक हुन्थ्यो। अनि त्यसमा खाएँ। अनि त्यसपछि 3 बजे सकेपछि, किनभने घर आउनु अझै घर चाहिँ फेरि जिम चाहिँ नजिक छ क्या घरबाट अहिले। अनि
अलरेडी 2 आवर्स लाग्छ नि आउनलाई, त्यो भएर अनि म लगभग कामबाट निस्केको आधी घन्टा यस्तोमा अनि हाम्रो त्यो स्न्याकवाला खान्थेँ क्या, लाइक प्री वर्कआउट त्यो खानु अगाडि, त्यो प्री वर्कआउट त होइन तर मिल जसरी खान्थेँ मैले अमिनो चाहिँ खान्थेँ, प्री वर्कआउट चाहिँ लिएन। अनि त्यो मिल खान्थेँ अनि अन द वे नै अनि त्यसपछि डाइरेक्ट त्यहाँबाटै जिम गएर अनि सामान किन्ने सामान छ भने केही किन्यो अनि त्यो लिएर अनि घर आउँथेँ। अनि घर आइसकेपछि अनि लगभग त्यस्तै 9:30 यस्तो बस्थेँ। अनि जुन चाहिँ नि मैले युजली वेडनेसडे मेरो युनि हुन्थ्यो नि त, अनि वेडनेसडे चाहिँ मैले अफ गरेर आएको थिएँ क्या। हामीले 3 दिन गऱ्यौँ अनि त्यसपछि 1 दिन अफ अनि 2 दिन त्यसरी गएको थियो नि त। अनि युनि हुन्थ्यो, युनि भएको दिन चाहिँ ट्रेन गर्नु पर्दैन थियो, तर म युनि भएको दिन चाहिँ मेरो बस स्टपबाट हिँडेरै आउँथेँ क्या, 20 मिनट्स जति वक लाग्थ्यो। अनि एटलिस्ट हल्का भयो नि कार्डियो भयो भन्ने हुन्थ्यो, अनि त्यसरी आउँथेँ। सो त्यसरी नै चलाइरहेको थिएँ क्या मैले चाहिँ। अनि बिचमा चाहिँ अनि फङ्सनहरू फेरि एकदम धेरै हुन थालेको थियो फेरि जब मैले यो सुरु गर्छु प्रिपेयर गर्छु। मेबी त्यो पहिला चाहिँ अब एउटा गोल नभएको भएर नि होला, अरूहरूले बोलाएको यस्तो याद नहुने क्या। तर जब अनि डिटरमाइन भइसकेपछि त्यो यो अगेन्स्ट गएको भयो नि त, हामी त अगेन्स्ट गएको भएर चाहिँ यस्तो कुराहरूले चाहिँ धेरै आएको जस्तो फिल हुने रहेछ क्या। अनि दिदीहरू यहीँ बस्नुहुन्छ बार्बिक्यू गर्दा यो गर्दा अनि म चाहिँ मेरो खाना प्याक लिएर जान्थेँ क्या। अनि सबजना के गरे यो, उनीहरूलाई चाहिँ फेरि यो हाँस्ने क्या, त्यो हुन्छ फनी भन्न खोजे होइन कि अलिक टु मच क्रेजी भइनस् भने जस्तो हुँदा रहेछ क्या। अरूको अगाडि चाहिँ हामी चाहिँ अलिकति त्यो वेमा सोच्दा रहेछ क्या खास। अझ स्पेसली बाहिरको मान्छेले चाहिँ सोच्दैन, हाम्रो नेपालीको कल्चरमा चाहिँ अलिकति अझ नै त्यो रहेछ क्या। अनि प्रिपेयर गरेर मिलहरू लग्यो भने यो गरेर लग्यो भने यस्तो खाएर नि हुन्छ भन्ने। अनि सबैभन्दा एउटा मलाई फिल नराम्रो लाग्यो कतिखेर जब म नेपाल आएँ, त्यो बेला म लिन भइरहेको थिएँ होइन। लिन हुँदाखेरि जब मेरो त्यो फेस अलि लिन भएको थियो नि त, त्यो बेला अनि एकजना मेरो कजन आन्टीले चाहिँ मलाई म नेपाल आइरहन्छु नि त वर्षको 2-3 चोटि। अनि त आइस भन्नु भने अझै भने अनि के तँलाई कस्तो दुब्ला छ, तँलाई के रोगसोग लागेर हो भन्नुभएको थियो मलाई। अनि ल म त खास फिट भएर गएको थिएँ नि त, म एकदम फिट भएको थिएँ। मलाई ब्लोटेड पनि त्यो हुन्छ नि जस्तो खाना खाँदा ब्लोटेड हुने यस्तो त्यो पनि भएको थिएन। अनि मलाई अर्को चाहिँ के भएको थियो, म अलिकति हेभी वेट हुँदाखेरि मलाई एकदम स्नोरिङ प्रब्लम भएको थियो, मेरो माउथ ब्रिदर भएको थियो क्या म, त्यो पनि प्रब्लम भएन मलाई होइन। कति कुरालाई उ गरेको थियो। अनि तर अझ पनि त्यो मेन्टालिटी छ क्या हाम्रो चाहिँ नेपालमा। अनि मलाई त्यो कुरा बेला चाहिँ अलिकति हो नो जस्तो भएको थियो क्या, अलिकति फिल ब्याड भएको थियो। त्यो फेसियल उसले गरेर अनि भन्नुभएको थियो। अनि त्यो कुराले चाहिँ अलिकति उ गर्दा रहेछ, किनभने अब मोस्टली अझ झन् हामी प्रोपर फुड अलिकति उ गरेर नखाने भएको भएर चाहिँ बाहिरतिर आफ्नो मिल लिएर जा, त्यो बेला चाहिँ गाह्रो भएको थियो। तर आफ्टर सर्टेन टाइम चाहिँ सबैजनाले दे एक्सेप्टेड क्या। अनि बोलाउँदाखेरि पनि अनि एउटा पोइन्टमा त झन् बोलाउन पनि छोडिसकेको थिएँ नर्मली, किनभने म जाती पनि थिइनँ, किनभने म अलरेडी मेरो स्केड्युलमा बिजी पनि थिएँ। अनि मैले चाहिँ पहिला भन्थेँ कि डोन्ट गेट बदर्ड, मलाई नबोलाऊ, किनभने त्यो म खाने नै होइन, मलाई उनी हुँदैन, मलाई त्यो स्मेल सुन्दा अब इफ मलाई गाह्रो हुन्छ भने नो पोइन्ट नि त जाने। अनि मैले चाहिँ त्यो पनि भनेको थिएँ क्या। फिल चाहिँ एउटा पोइन्टमा चाहिँ एकदम अलोन फिल चाहिँ हुन्छ, त्यो पास थ्रु गर्नै पर्छ क्या। फेरि त्यो पास थ्रु गर्नै पर्छ। अनि इट्स फाइन भनेर जाने मान्छेले चाहिँ गर्छ, तर अरूलाई होइन, अब अरूको कुराले इन्फ्लुएन्स हुने, अरूलाई खुसी बनाउनु गर्न थाल्यो भने चाहिँ यु गोना गेट लस्ट, सिधै कुरा त्यस्तो हुँदो रहेछ। तर आई डिड, मैले तपाईँको गाइडेन्स पनि थियो नि त, गाइडेन्स थियो लास्टको कुरामा अझ झन् त्यो लास्टमा चाहिँ अलिकति गाह्रो भएको थियो। अरू त्यो बिचको यस्तो भन्दा पनि लास्टको चाहिँ अलिकति गाह्रो भएको थियो। त्यही त जुन हाम्रो यो ड्युरेसन थियो नि त अब 6 मन्थमा, त्यसले चाहिँ तिम्रो अब अहिले हुन्छ नि त्यो पछि त्यो हाम्रो कम्पिटिसन पछि पनि तिम्रो लाइफमा चाहिँ कतिको हेल्पफुल भयो भनौँ त्यो प्रोग्राम। त्यो एउटा बडी सेपमा त आयो, तिमीले कम्पिट पनि गर्यो, त्यो बाहेक पनि तिम्रो लाइफमा के चेन्ज फिल भयो तिमीलाई? यस्तो अब त्यसको चाहिँ अब जस्ट वर्कआउटको आस्पेक्टमा चाहिँ कस्तो बनायो भने जस्तो हाम्रोमा चाहिँ अब एकदम पुस मात्र गर्नुपर्छ, टु द म्याक्स लिमिट गर्नुपर्छ, पुस गर्नुपर्छ एभ्री डे भन्ने हुन्छ नि, त्यो चाहिँ गर्नु पर्दैन रहेछ भन्ने फिल भयो मलाई। किनभने हामीले युट्युबहरू हेर्छौँ, यो हेर्छौँ, अनि त्यसमा चाहिँ अब फेलियरसम्म जा यस्तो गर भन्छ नि त। अनि एभ्री वर्कआउट फेलियरसम्म जानलाई चाहिँ पर्दैन रहेछ क्या। कहिले काहीँ बडीले रेस्ट पनि माग्दो रहेछ। अनि हामीले त्यो कुरा चाहिँ कस्तो अभोइड गर्दो रहेछ क्या। रेस्ट भन्ने कुरा चाहिँ गर्नै नपाए नि हुन्थ्यो, गर्नै नपरे नि हुन्थ्यो भन्ने हुने रहेछ क्या खास। तर प्रोपर अनि वर्कआउट प्लान चाहिँ चेस्टको भयो भने 10वटा हानिदिने, मैले त्यो पनि देखाएको छु क्या। मैले पहिला पनि गरेँ हो। अनि चेस्टको पाएँ नि 10वटा हानिदिने, अनि ब्याकको पनि 10वटा, त्यसरी हान्दाखेरि त्यो एक त हिट पनि नहुने रहेछ, प्लस अनि ग्रोथको लागि पनि त्यति उ नहुने रहेछ क्या, किनभने रिकभरै भएको छैन नि त मसल्स। त्यही भएर प्रोपर गाइडेन्स चाहिँ चाहिने रहेछ भनेर, किनभने मैले पहिला पनि ट्राई गरेँ
कट गर्दाखेरि तर त्यो बेला इफ लाइक त्यो एकदम राम्ररी भएको थिएन क्या त्यो बेला चाहिँ मेरो के भएको थियो नि स्किनी फ्याट भएको थियो कि वेट मात्रै ड्रप भएको थियो किनभने मलाई क्यालोरीको पनि थाहा थिएन अनि प्रोपर मेरो ऊ पनि थिएन अब जस्तो अहिले यो पालि हामीले गऱ्यौँ वर्कआउट जस्तो पनि भएको थिएन नि त खास मजाले तपाईँको डाइट पनि मजाले गइरहेको थियो मेन कुरा भनेको त्यही फर्स्टमा खाने बेला अनि बाहिरतिर जाँदाखेरि मलाई गाह्रो हुन्थ्यो अनि लास्टको बेला मात्रै गाह्रो भएको थियो पिक विकतिर गएपछि न त अरू बेला चाहिँ एभ्रिथिङ वाज नर्मली किनभने म आफ्नै स्केड्युलमा पनि बिजी थिएँ म आउटर उसले मलाई केही गर्नै पाएको थिएन क्या अनि त्यो पनि भइरहेको थियो सबै कुरा भइरहेको थियो तर एउटा पोइन्टमा चाहिँ तपाईँको प्रोपर वर्कआउट भएपछि चाहिँ 30देखि 45 मिनट्स थियो होला क्या त्यो वर्कआउट हामीले गरे पनि नि त्यस्तो एकदम पनि थिएन नि त अनि कार्डियो पनि 20 मिनट्स म्याक्स धेरै कार्डियो भनेको मैले 20 मिनटसम्म गरे एज फार एज होइन हुन्छ नि अब अरूले 2 घन्टा गर्ने 3 घन्टा गर्ने भन्छ वाइ भन्छ क्या म चाहिँ अब त्यो फन वेमा लगेन भने तपाईँको त्यो भयो भने चाहिँ एकदम डिस्ट्र्याक्टेड हुने रहेछ क्या अनि प्रोपर गाइडेन्स भएन भने अनि एकदम डिस्ट्र्याक्टेड हुने रहेछ अनि अलिअलि जिम गर्नु पाएको छैन अनि सबैलाई सिकाउनु खोज्ने यो खोज्ने बानी पनि हुने रहेछ क्या फेरि आफूलाई थाहा नभए पनि यस्तो गर्छु उस्तो गर्छु अनि त्यो बेला चाहिँ बिग्रिने रहेछ क्या खास कुरा प्रोपरली सोचेको नि हुँदैन अनि हाफ नलेज लिएर आउँछ नि त हामीले त्यो हुने रहेछ तर हामीले सबै बेसिक एक्सर्साइज गरेको थियो नि त हामीले केही पनि उल्टो पाल्टो केही गरेको थिएन सबै बेसिक थियो नि त हाम्रो ओल्ड स्कुल बेसिकवाला थियो नि त त्यही पनि हुने रहेछ त्यही भएर प्रोपर गाइडलाइन्स यस्तोले चाहिँ मलाई नट ओन्ली फिजिकल्ली यो कुरामा भन्दा पनि मेन्टली पनि एकदम चाहिँ उ गरेको थियो कि डिसिप्लिन चाहिँ बनाएको थियो जस्तो अब एउटा गोल नभएसम्म चाहिँ त्यो अचिभ हुँदै हुँदैन रहेछ एउटा गोल राखेन भने चाहिँ त्यो लस्ट हुने रहेछ क्या मान्छे त्यही भएर अब मैले त्यो गरेँ त्यसपछि अब यताको मैले अर्को डिग्रीको लागि गरेको थिएँ अब त्यो पनि आई डिड किनभने मैले करियर टोटल्ली चेन्ज गरेको थिएँ करियर चेन्ज गर्दाखेरि पनि मैले अब नेक्स्ट चाहिँ अब अर्को इयरदेखि स्टार्टिङ छ तर बिफोर द्याट गर्नुपर्ने तपाईँको डिप्लोमा यस्तोको पार्ट चाहिँ कम्प्लिटली डिफ्रेन्ट स्टार्ट गरेँ होइन तर त्यसले नै पनि मलाई मेन्टली बुस्ट गर्यो क्या यो उस कुराले नै पनि डिसिप्लिन चाहिँ बनायो क्या एटलिस्ट थाहा नै नभएको चिज गर्नै नसकेको चिज यो त हार्ड अन हामीले चोरेर गरे होइन नि त हार्ड अन गरेर गर्दाखेरि यु क्यान डु इट भन्ने हुने रहेछ भनेर अनि आई स्टार्टेड द्याट अहिले त्यसकै काम गरिसकेँ मैले स्टार्ट भन्नु खोजेको त्यो पढेर त्यो सकाएर त्यसको काम सुरु पनि भइसक्यो क्या त्यो कुराले चाहिँ प्रोफेसनली पनि मलाई हेल्प गराएछ अब मेन्टली त त्यही त हो नि भेरी मच हेल्पफुल अहिले पनि अब मलाई इफ मलाई बाहिर जानु पर्यो यो गर्नु पर्यो अब भनौँ न मलाई जति साथीले इन्फ्लुएन्स गरोस् यो गरोस् खा भनेर म खान्न भनेपछि त्यो जति नै मिठो होस् जेसुकै होस् कन्ट्रोल गर्ने चाहिँ त्यो बनाइदियो क्या कस्तरी बनाइदियो हार्ड मोडमा बनाइदिएछ क्या किनभने गाह्रो पनि भएन एक त मान्छेले चाहिँ डाइट भन्दाखेरि अब बोइल नै खानुपर्छ तैँले यस्तो भन्छ त्यो वेमा पनि जानु परेन खानै खाएको नर्मली ब्रेड नै खाएको पिनट बटर नै खाएको तर पोर्सन मिलायो एकदम म्याक्रोजहरू काउन्ट राम्ररी भयो नि त प्रोपर भयो भने मजाले चेन्ज हुन्छ बडी हुन्छ नि तर गाइडेन्सको लागि हामी नेपाली चाहिँ अलिकति सिक गर्दैन रहेछौँ क्या त्यो चाहिँ अलिकति मलाई पनि फिल भयो किनभने मैले पनि पहिला त्यही गएको थिएँ मैले पनि पहिला युट्युबमा चाहिँ फलो गर्ने यस्तो गर्थेँ गर्न चाहिँ अनि त्यो भएर पनि रिजल्ट चाहिँ देखाएको चाहिँ थिएन तर आफ्टर चाहिँ जस मैले भने नि अब हुँदा रहेछ त्यसपछि चाहिँ अब गरिसकेपछि चाहिँ मजाले नै हुने रहेछ उयो पछाडि छ मेडल ल होइन ठिक छ जो अब हुन्छ नि यो नाम हाम्रो अहिले टिएमआई 90 डेज वेट लस च्यालेन्ज भनेर निकालिरहेको छौँ यो प्रोग्रामको नाम चाहिँ जो इनरोल गर्न खोजिरहेको छ उनीहरूलाई चाहिँ अब तिमीले 3टा टिप्स होइन जो चाहिँ अब बिगिनर छ होइन जो चाहिँ अब जस्तै एउटा जर्नीमा जान खोजिरहेको छ भने के चाहिँ हुन्छ नि तिमी आफ्नो एक्सपिरियन्सबाट के चाहिँ सेयर गर्न चाहन्छ म चाहिँ मेन भनेको चाहिँ यस्तो हुँदो रहेछ एउटा चाहिँ के भन्छु भने मेन्टली चाहिँ अलिकति टफ हुन्छ एउटा पोइन्टमा आएर अनि त्यो चाहिँ फेरि जस्ट नर्मल हल्का मात्रै टफ हो क्या फेरि हामीलाई चाहिँ एकदम ठुलो लाग्छ किनभने हामीले नगरेको चिज गऱ्यौँ नि त फर्स्ट टाइम त्यो भएर टफ लाग्छ अनि त्यो कुराबाट चाहिँ एकदम कन्ट्रोल भएर पास अन गर्न सक्यौँ किनभने त्यो सबैजनाले गरे हो सो यु क्यान डु इट जस्तो लाग्छ त्यो कुरा चाहिँ किनभने एभ्री वान वु चेन्ज देयर बडी तिनीहरूले गरेकै हो नि त त्यो पासबाट गएकै हो अनि त्यो भयो अनि अर्को कुरा चाहिँ ल मैले प्रोपर डाइट गरेँ सेकेन्डमा चाहिँ प्रोपर डाइट गरिरहेको छु प्रोपर न्युट्रिसन गरिरहेको छु भन्दैमा क्विक रिजल्ट माग्ने हुन्छ क्या मान्छेहरू लाइक मेरो रिजल्टै आएन मेरो यो नै भएन त्यो नै भएन तर त्यसमा कति कुरा चाहिँ उसले अब उसको पोस्चर नमिलायो कि माइन्ड मसल कनेक्सन नभएको कि त्यो पनि कुराले इफेक्ट गर्दा रहेछ क्या अनि त्यसको लागि चाहिँ के भन्छ भने बरु सकिन्छ भने एकदम फोकस भएर हुन्छ नि गर्ने अनि क्विक वर्क जे कुरा पनि क्विक आओस् भनेर नसोचोस् जस्तो लाग्छ मलाई बिस्तारै जे कुरा पनि फर्स्ट टाइम गर्दाखेरि टाइम लाग्छ नि त जस्तो अब मैले सेकेन्ड टाइम कट गर्नु पऱ्यो भने मैले अब एकदम चाँडै कट हुन्छ नि त त्यस्तै अब फर्स्ट टाइम गर्दाखेरि चाहिँ जति सकिन्छ आफ्नो बडीलाई बुझ्ने त्यो कुरा गर्ने अनि थर्ड भनेको चाहिँ अब नो म्याटर वाट कन्सिस्टेन्सी भन्छु भने कन्सिस्टेन्सी र डिसिप्लिन चाहिँ एकदम अनि पेसेन्स चाहिँ एकदम निडेड त्यो 3टा कुरा चाहिँ त्यो म इफ प्रोपर बनाउँछु गर्छु भन्ने मान्छेले फिट मात्रै हुन्छु भन्ने मान्छेले पनि
त्यति कुरा चाहिँ चाहिन्छ नै क्या नर्मली भनेपछि हजुरको अब म अलिकति चेन्ज नै गर्छु भन्ने मान्छेलाई त्यो 3टा कुरा चाहिँ भेरी इम्पोर्टेन्ट भन्छु न्युट्रिसनहरू पनि आउँछ तर त्यो 3टा कुरामै न्युट्रिसन अन्डर उसमा पर्छ नि त त्यही भएर चाहिँ कन्सिस्टेन्ट चाहिँ एकदम हुनु पर्यो क्विक रिजल्ट भन्दा पनि अब अलिक डिसिप्लिनमा बस्नु पर्यो होइन जे कुरा पनि फलो गर्ने तर अब 80-20 जस्तो अब कहिलेकाहीँ एकदम गाह्रो भयो एकदम ऊ भयो भने कुनै मिल अलिकति कम गरेर ह्याभ फनै नभने होइन तर अलरेडी नै खानाहरू त्यस्तो गाह्रो होइन त्यो पोर्सन कहिलेकाहीँ खानु मन लाग्ने एक्स्ट्रा होइन अब म यताको अलिकति तन्काउँछु भने पनि कहिलेकाहीँ मिल्छ तर त्यही कुरा फेरि एभ्री टाइम गऱ्यो भने चाहिँ राम्रो भएन होइन तर कहिलेकाहीँ मलाई अलिकति एक्स्ट्रा खानु मन लाग्यो यो गर्नु मन लाग्यो भने चाहिँ मिल्छ नि त अझ त्यसमा पनि अनि डाइटहरूमा यिनीहरूमा चाहिँ फ्लेक्जिबल पनि छ अब मलाई फर्स्ट टाइमको डाइटमा बिचोको हाम्रो स्न्याक्स अलिक मिलाएको थिएन नि त अनि मैले त्यो स्न्याक्स चाहिँ मलाई अलिकति चित्त बुझेन भन्दाखेरि हामीले अब त्यो पनि कस्टमाइज फेरि भयो नि त त्यो भएको भएर चाहिँ अनि जे कुरामा पनि थाहा नभएको कुरामा चाहिँ आउँदैन भनेर सोध्नु पनि बानी छ हामी एजिन हामी नेपालीहरूको चाहिँ अब पहिला बच्चामा अलिकति क्वेसन रेज नगर्ने बानी भएर हामी दबाउँछौँ क्या त्यो पनि एउटा चाहिँ अनि बरु क्वेसन एकदम सकेसम्म रेज गर्ने किनभने अब यस्तो यो बेलामा चाहिँ जति सकिन्छ त्यति नलेज दिने होइन आफ्नो बडीलाई थाहा हुने मेन उनीहरूले अब जस्तो कोचले अब जे भनेर चाहिँ ट्रेनिङ गर्दा यो गर त्यो गर भनेर चाहिँ बरु सकेसम्म त्यही नै गर्ने क्या हुन्छ नि त्यही नै गर्ने आफूलाई मिलेन भने अनि त्यसपछि अल्टरनेटमा गर्न खोज्ने भन्नु मैले चाहिँ त्यो भन्छु त्यो त्यति 3टा कुरालाई चाहिँ कन्सिस्टेन्स अनि डिसिप्लिन अनि पेसेन्स चाहिँ हुनु पर्यो त्यो 3टा चाहिँ भेरी इम्पोर्टेन्ट जस्तो लाग्यो मलाई किनभने 6 मन्थ मैले एउटै डाइट गरेर गर्दाखेरि 6 मन्थ भनेर त यसै हेर्दा जब 6 महिना भने जस्तो हुन्छ नि त तर यसो अहिले सोच्दाखेरि होइन त्यो त लास्टै धेरै नै थियो जस्तो लाग्छ क्या मलाई हामी भन्नु न अब काउन्ट गर्दै जान्थ्यो अनि 16 विक बल्ल आउट भएको छ ल भने 8 विक्स भन्दै गर्दै गर्दै गरे हो नि त त्यो भएको भएर चाहिँ इफ म एकदम खानुपर्ने मान्छे म इफ आई क्यान डु इट आई थिङ्क एभ्री वान क्यान डु इट इफ दे फलो इट क्या त्यो कुरा चाहिँ बिर्सिनु भने कि बिचमा जाँदाखेरि एउटा पोइन्टमा चाहिँ गर्नु मन लाग्दैन भन्दा गाह्रो भयो यो भयो भन्दाखेरि चाहिँ एभ्री वान गोज थ्रु द्याट फेज अनि त्यो बेला चाहिँ मेरो टाइम चाहिँ अब आयो इट्स ओके एन्ड आम गन डु इट भनेर त्यो पनि धेरै फेरि बेर हुँदैन क्या त्यही हद्दै भयो भने 2 दिन 3 दिन हुन्छ होला आफ्टर सर्टेन टाइम त्यो एउटा पास भएपछि फेरि अलिकति आउँछ अनि फेरि अलिकति आउँछ त्यसपछि आउँदैन रहेछ क्या लाइफस्टाइल नै हुने रहेछ कि खास लास्टमा मलाई चाहिँ त्यो जस्तो लाग्यो हुन्छ अब एउटा लास्ट क्वेसन गरौँ होइन तिम्रो नि अब उता अँध्यारो भइसक्यो होला होइन लास्ट क्वेसन चाहिँ के भने त्यही अब यो तिमीलाई 90 डेजको हाम्रो यो जे होस् हाम्रो मेरो कोचिङ भनौँ न तिमीलाई चाहिँ वर्थ इट लाग्यो अनि अरूलाई चाहिँ रेकमेन्ड गर्दा के भन्छौ तिमी म चाहिँ यस्तो भन्छु अब मलाई चाहिँ वर्थ इट भन्दा पनि मैले जे मेरो गोल राखेको थिएँ अनि मैले चाहिँ त्यो तपाईँलाई भने मैले सिधै भने मैले गेम खेल्छु दाइ भनेर तपाईँलाई भने अब उयो अब लेसको अनुसार गेम अनुसार भने अनि त्यसमा तपाईँले चाहिँ ल ओके मेरो चाहिँ यो प्रोग्राम छ अब यो चाहिँ फ्याट लस गर्ने कि यो गर्ने ल गेमको लागि चाहिँ यसरी जाने हामी भनेर तपाईँले मलाई भन्नुभयो अनि तपाईँले कति टाइम छ भन्नुभयो मैले चाहिँ यति छ भने तर एकजनाको मात्र कुरा भएन नि त त्यसमा जस्तो तपाईँले मलाई मेरो गोल चाहिँ ल दा यो छ भने तपाईँले मलाई तपाईँको ल मेरो चाहिँ यस्तो छ भन्नुभयो अनि हामीले काम गऱ्यो नि त त्यसमै त्यो भएको भएर चाहिँ सबैभन्दा राम्रो चाहिँ के लाग्यो भने मलाई तपाईँको जुन अब तपाईँले अहिले प्लान भनेर भन्नुभयो तपाईँले एउटा प्लान दिनुहुन्छ फर्स्टमा अनि ल अब यस्तो छ लेट्स वर्क अन इट भनेर भनेपछि अनि तपाईँले चाहिँ त्यसपछि अनि कस्टमाइज गर्दै लग्नु भयो नि त हो त्यो कुराले पनि मलाई चाहिँ आई वान्ट एभ्री वान टु ट्राई इट क्या किनभने एज पर पर्सन डिफ्रेन्ट हुन्छ नि त अब मलाई डिफ्रेन्ट भयो अब हामीले चेन्ज गर्दै गयो नि त कति कुरामा हो त्यसरी नै अब सबैलाई चेन्ज गर्दै जाँदाखेरि एभ्री वान क्यान सी द चेन्जेस क्या अनि म चाहिँ मिनिमम 90 डेज चाहिँ आई वान्ट एभ्री वान टु ट्राई इट क्या किनभने 90 डेज भनेको हेर्दाखेरि त अब 12 हप्ता यस्तो भन्ने हुन्छ तर लिटरली एकदम चेन्ज हुन्छ क्या लिटरली त्यो एब्स त यस्तरी त्यो एब्स मात्र होइन कि त्यो फ्याट गएर त्यो मलाई थाहा छ कि त्यो मेरो स्किन त्यो पेपर थिन जस्तो भएको त्यो नसा देखेको त्यो भएको भएर पनि आई वान्ट एभ्री वान टु ट्राई इट क्या एकचोटि लाइफ टाइममा चाहिँ एकचोटि ट्राई गरोस् जस्तो लाग्छ क्या त्यो सेटिस्फाइड लेभल डिफ्रेन्ट हुन्छ भनेर मैले हामी यहाँ जिममा गर्थेँ अनि म पुरै रिप्ड आउट थिएँ नि त अनि जिममा त्यो एप्सको गर्दाखेरि म तर कहिले पनि खोलेर चाहिँ हानिनँ क्या मैले तर त्यो मान्छेहरूले थाहा हुँदाखेरि चाहिँ त्यो हातहरू यसरी त्यो मैले गर्दाखेरि त्यो पुरै छुट्टिएको देख्दाखेरि अनि सबैजनाले भन्थ्यो क्या मलाई अनि आएर अनि त लास्टै रिप छ हुन्छ नि एकदम रिप छ भन्थ्यो तर मैले देखाउँदिन्थेँ अनि मैले चाहिँ खुट्टाको त्यो मात्रै थाई मात्रै यसरी देखाउँथेँ अनि द्याट्स टु सार्प भन्थ्यो क्या सबैजनाले अनि त्यसले पनि झन् मोटिभेट गर्ने रहेछ क्या किनभने अरूको हेरेर गरे होइन नि त हामीले त आफ्नै हिसाबले गराएको छ आफ्नो हार्डवर्कले गरे भएर चाहिँ अनि इट्स भेरी गुड क्या सेल्फ सेटिस्फाइड पनि टु द म्याक्स कन्फिडेन्ट लेभल बिल्ड गर्छ क्या
अरू भन्दा पनि त्यो चाहिँ त्यो त एकदम चाहिने चिज रहेछ क्या कन्फिडेन्स चाहिँ कस्तो नि सानो हामीले एकदम ठुल्ठुलो गोल राख्नु खोज्छ क्या त्यो विच इज भेरी नट गुड क्या सानो सब गोल राख्यो जस्तो अब 3 मैले 90 डेज भन्यो 90 डेजमा पनि हाम्रो कति सब गोल्स छ नि त पर विकको छ हेर्नु न हामीले पर विक गर्छौँ एभ्री विक हामीले एभ्री डे वेट ट्र्याक गर्छौँ एभ्री डे वेट ट्र्याक गरिसकेपछि त्यसमा अब प्लस छ कि माइनस छ भनेर हेर्दाखेरि पो 90 डेज जस्तो देख्छ त तर त्यसमा पनि सब गोल्स छ नि त वान डे एट अ टाइम गरेर गराएको छ नि त हामीले त्यो भएको भएर चाहिँ सबैजनालाई चाहिँ एकचोटि चाहिँ ट्राई गर भन्छु क्या म चित्त बुझ्ने नबुझ्ने त्यो आफ्नो ठाउँमा छ होइन तर एकचोटि चाहिँ आई वान्ट देम टु ट्राई इट क्या म चाहिँ ट्राई गरेँ भन्छु किनभने मैले पनि आफ्नो चेन्जै देखाएको किनभने मेरो भुँडी थियो हुन्छ नि म मेरो साइडमा नि थियो अनि त्यो भएको भएर चाहिँ इफ त्यस्तो बेलाको त मैले चेन्ज गरेर गर्न सक्यो भने मजाले लुज गरेर त्यस्तो भइसक्यो त्यो स्किन हुन्छ नि पातलो भएर गर्न सक्यो भने हामी सिङ्गल डिजिटमा पुगेको थियो त म थियो होला है गेममा त अनि त्यसरी पुगिन्छ भने अनि आई थिङ्क म त गेम प्रिपेयरको लागि त्यसरी भएर अरूहरूको त अझ जस्ट फ्याट मात्र लस गर्छु सर्टेन पोर्सन यस्तो भन्ने हुन्छ नि त त्यो त अझ सजिलो जस्तो लाग्छ मलाई दे क्यान अचिभ 90 डेजमा एकदम इजिली अचिभ हुन्छ क्या अनि त्यो 90 डेजमा चाहिँ तपाईँको बानी पनि बस्दा रहेछ क्या त्यो भएको भएर चाहिँ मैले चाहिँ सकेसम्म चाहिँ आई वान्ट देम टु ट्राई इट म चाहिँ रेकमेन्ड पनि गर्छु गर्न चाहिँ किनभने अब हामी अनि अर्को साथी थियो नि हाम्रो यहीँ उसले नि गेम उसले नि गऱ्यो नि अब उसको नि हेर्नु न ऊ पनि कस्तो बिजी छ उसको आफ्नो एन्टरप्रेनर भएर ऊ गरिरहेछ तर भन्न खोजेको इफ यहाँ बसेर सबैको लाइफ नेपालमा चाहिँ सजिलो छ भन्न खोजे होइन कि हामीले गरेर त्यसरी त अब गर्न खोज्यौँ भने आई थिङ्क सबैले गर्न सक्छ क्या इट्स इजी जस्तो लाग्छ क्या एउटा प्याटर्न चाहिँ फलो गर्नुपर्छ सर्टेन टाइमको लागि चाहिँ अलिकति साथीसँग अब हुन्छ नि अलिकति ऊ चाहिँ हुनुपर्छ तर इट्स फर यर ओन चेन्ज क्या हामी कम्फर्ट जोनबाट आउट भएपछि चाहिँ इट्स गुड जस्तो लाग्छ मलाई चाहिँ त्यही भएर चाहिँ सबैजनालाई एकचोटि ट्राई चाहिँ गर भन्छु आफ्नो बडी ट्रान्सफर्मेसन गर्नलाई आफ्नो कन्फिडेन्ट एकदम बिल्ड हुन्छ क्या कन्फिडेन्स चाहिँ एकदम बिल्ड हुन्छ त्यो भएर चाहिँ अब के गरौँ भने तिम्रो पनि टाइम छैन होइन मेन त त्यही हो अब यसरी नै कुरा गर्दै गरौँला फेरि नि होइन हामीले अब तिम्रो नेपाल भोलिपछि चाहिँ एउटा यस्तै एउटा हाम्रो क्लास जस्तै अनलाइन नै हुने हो यसरी नै भिडियो कलमा तिम्रो भ्याएको बेला हुन्छ नि कुरा गरौँ अरूलाई मोटिभेट हुनु पऱ्यो थ्याङ्क यू तिमीले आफ्नो यस्तो भ्यालुएबल टाइम दिएर यत्रो टाइम दिएर आफ्नो जे भन्छ नि एक्सपिरियन्स सेयर गरे हामीलाई होइन जो चाहिँ एकदम मोटिभेटिङ म आफै पनि तिमीहरूको यस्तो सुनेर म आफैले मोटिभेट हुन्छ कि होइन क्लाइन्टको लागि मैले पनि के एफोर्ड गर्न सक्छु भन्ने लागिरहेको छ क्या त्यही भएर मैले चेन्ज गरिरहेको हुन्छ प्रोग्राममा पनि आफू पनि सिक्न खोजिरहेको हुन्छ कि थ्याङ्क यू सो मच है बेस्ट अफ लक तिम्रो फ्युचरको लागि पनि अनि अब सधैँ यसरी नै हुन्छ नि आफूलाई मोटिभेट भएर ट्रेन गर हुन्छ अब फेरि सुरु गर्नुपर्छ नेक्स्ट इयर एउटा गेम खेल्नुपर्छ स्योर प्लान गरिरहेको छु तर मैले डेट एउटा फिक्स गरिसकेको छैन किनभने अब यहाँ अलिकति मेरो पढाइले गरेर त्यो एउटा सकिनु पर्छ मेबी इन्ड अफ जुलाईदेखि नै अनि एउटा गोल राखेर अनि स्टार्ट अगेन है त ल तिम्रो ल दाइ ल गुड नाइट है तपाईँलाई पनि उ गर्नु टाइममा उ गर्नु है त थ्याङ्क यू सो मच दाइ ल यो भिडियोबाट तपाईँले पक्कै पनि भ्यालुएबल लेसन पाउनु भयो होला तर हाफ नलेज इज डेन्जरस हेल्थ र फिटनेस टपिक एकदम भास्ट छ र यसमा सिक्नुपर्ने कुरा अझै धेरै छन् तपाईँहरू पनि साँच्चै सिरियस हुनुहुन्छ आफ्नो हेल्थ र फिटनेसलाई लिएर भने हाम्रो अपकमिङ अल्टिमेट वेट लस वेबिनारमा अहिले नै रजिस्टर गर्नु होला किनभने यो लिमिटेड 100 जनाको लागि मात्र हुनेछ यसमा हामीले 3 सिक्रेट्स अफ फ्याट लसको बारेमा कुरा गरेको छौँ जुन चाहिँ फलो गरेर मेरो क्लाइन्टहरूले अमेजिङ ट्रान्सफर्मेसन गर्न सक्नु भएको छ सो ढिला नगरी आफ्नो सिट बुक गरिहाल्नु होला सी यु इन द वेबिनार